So hello everyone, welcome back to my blog कसमा पहुँच्न अनि आज चाहिँ सेटिङ गरेर हैन बिहान उठेर सेटिङ गरेर अनि यता चाहिँ हाम्रो डिपार्टमेन्ट भइहाल्यो यता यस्तो पनि भइहाल्यो अनि यता छोले भटुरे अनि यो चाहिँ हाम्रो पार्टीको मेन्यु रेडी छ है अनि यता चाहिँ मोमो बनाउनलाई डो लगाउँदैछ आकाशले चाहिँ अनि यो चाहिँ हाम्रो मोमोको मिजा हो है चाहिँ हाम्रो मोमोको मिजा हो अनि यता चाहिँ हामी फ्रेस हुनलाई मक्सुल बनाउनलाई आइसक्यौँ त्यहाँ बाथरुममा अनि सो मोमोको मिजा रेडी भइसकेको छ यसलाई स्टिमर रेडी छ मोमोको मिजा रेडी छ यता डो पनि रेडी छ अनि हामी चाहिँ मोमो बनाउन भट्टाबाट मोमो बनाएर अनि समथिङ 220 जति चाहिँ भएको थियो होला है मोमो 220 जति थियो होला मोमो अनि त्यो चाहिँ हाम्रो पार्टीको खाना पनि चलिरहेको थियो अनि यतापट्टि हामीले टोस्टिङ गरेर चिल्ली बनाएर अनि चाहिँ चिल्ली है अनि मेरो भिडियोमा चाहिँ आवाज त्यति राम्रो नआउँदैन किनकि मेरो माइक यो स्पिकर खराब भएछ होला अनि हामी चाहिँ रेस्ट आएर फेरि ड्युटी जान लाग्यो होइन रेस्ट आएर रेस्ट बनाइन किनभने हामी जाने टेस्ट थगेर लाग्थ्यौँ सुतिहाल्यौँ अनि यता चाहिँ आकाश भइहाल्यो अनि जाने किचनमा जाने यो चाहिँ ढिलो भइहाल्यो अनि यसले चाहिँ अमेजिङ हुँदै अनि यो चाहिँ हाम्रो किचन भइहाल्यो होइन थोरै रस थियो किचनमा अनि मैले टाइम प्रेसमा लगाएर सोचेको थिएँ अनि क्लोजिङ गरेर रेडी गरेर अनि क्लोजिङ गरेर रुममा आएर रुममा चाहिँ ल थ्याङ्क यू सो मच फर वाचिङ होइन नेक्स्ट भिडियोमा भेटौँ ल बाइ